तपाईहरू सबैजनामा नमस्कार। म सुन्दर कसजु। अहिले म बलेटक्सारको शृङ्गेश्वर धाममा छु। यो शृङ्गेश्वर ऋषिको तपोभूमि पनि हो र यो ठाउँलाई चाहिँ निकै पवित्र स्थलको रूपमा लिइन्छ र यो बलेटक्सारको एउटा पहिचान पनि हो। यो रुरु क्षेत्रको पनि पहिचान हो। तपाईँ यो ठाउँमा आउनको लागि रिडी बजारबाट 40 मिनटको समय लाग्छ र सवारी साधन मार्फत यहाँ आउन सक्नुहुन्छ। यहाँ आउनुहोस्, यहाँको अति सुन्दर दृश्यहरू पनि देख्न पाइन्छ भने यहाँको भगवानको दर्शन गर्न पनि पाइन्छ। म तपाईँहरूलाई आज यो ठाउँको भिजिट गराउन गइरहेको छु। हेर्नुहोला, यो ठाउँ आइसकेपछि एउटा प्राकृतिक सुन्दरतासँगै एउटा धार्मिक रूपमा पनि यहाँबाट चाहिँ एउटा पुण्य प्राप्त गर्न सकिन्छ। तसर्थ तपाईँहरू यो ठाउँमा आउनै पर्छ। अब म तपाईँहरूलाई यो ठाउँ घुमाउन गइरहेको छु। तपाईँहरूलाई यो ठाउँको बारेमा जानकारी दिँदै गर्दा ऋषि शृङ्गको बारेमा पनि जानकारी दिनु उपयुक्त हुन्छ। र ऋषि शृङ्ग विवण्डक ऋषिका पुत्र थिए र उनीले यति कठोर तपस्या गरे कि उनको तपस्याबाट त्रसित भएर इन्द्रले उनको तपस्या भङ्ग गर्नका लागि उर्वशीलाई पठाए र उनको तपस्या भङ्ग गरे र उर्वशी र विवण्डक ऋषिको गर्भबाट एउटा पुत्रको जन्म भयो। जन्मिने बित्तिकै उनको शिरमा सिङ रहेका कारणले गर्दाखेरि उनलाई चाहिँ ऋषि शृङ्ग भनेर चाहिँ नामाङ्कन गरिएको भनेर एका थरीको चाहिँ दाबीहरू पाइन्छ भने हिन्दू जगतमै अर्को दाबी के पनि पाइन्छ भने उनी चाहिँ मानिसको गर्भबाट जन्मेको नभएर हरिणको गर्भबाट जन्मिएका थिए। तसर्थ उनको शिरमा हरिणको सिङ थियो भनेर चाहिँ उल्लेख गरेको पाइन्छ र यसबारेमा यही नै हो भनेर चाहिँ आजसम्म कुनै पनि तथ्यहरू भेटिएको छैन। तर उनको शिरमा सिङ भएको कुरामा भने एकमत रहेको पाइन्छ र उनले सिङलाई यही रेसुङ्गाको र यही शृङ्गेश्वर डाँडाको स्थानमा कठोर तपस्या गरेर उनको तपस्याको बलले उक्त सिङ विलय भएको भनेर चाहिँ धार्मिक ग्रन्थहरूमा उल्लेख गरेको पाइन्छ र उनको शिरमा शिर भएकै कारणले उनको नाम चाहिँ ऋषि सिङ्गे भनेर रहन गएको थियो र यसलाई संस्कृतमा चाहिँ पछि ऋषि शृङ्ग भनेर चाहिँ नामाङ्कन गरेको पाइन्छ। ऋषि शृङ्गको अद्भुत क्षमता, शक्ति र विद्वत्ता यो अयोध्याको दरबारसम्म चाहिँ पुगेको थियो भनेर भनिन्छ। त्यसै कारणले गर्दा उनलाई चाहिँ अयोध्याका राजा दशरथले पुत्रेष्टि यज्ञका लागि पुत्र सन्तान पाउनको लागि उनले पुत्रेष्टि यज्ञ गरेका थिए र सो यज्ञको मुख्य अभिकर्ताको रूपमा चाहिँ उनले यसै स्थानबाट ऋषि शृङ्गलाई आमन्त्रण गरी विशेष आतिथ्यताका साथ राखेर पुत्रेष्टि यज्ञ सम्पन्न गरेको भन्ने कुराहरू चाहिँ वाल्मिकी रामायणमा पढ्न पाइन्छ। त्यसै कारणले गर्दाखेरि पनि यो बलेटक्सारको तपोभूमिदेखि लिएर शृङ्गदेखि रेसुङ्गासम्म चाहिँ ऋषि शृङ्गको विशेष स्थान भनौँ अथवा उनको विशेष महत्त्व रहेको छ। यसले गर्दा यी ठाउँहरूको महात्म्य पनि असाध्यै बढाएको चाहिँ पाइन्छ।